नमस्ते नमस्कार। हाम्रो डिजिटल च्यानलमा तपाईँलाई स्वागत छ। आज फेरि क्रिप्टोकरेन्सीको बारेमा केही कुरा गर्नेछौँ हामी है। ल जाउँ हेरौँ बिटकोइन एप्समा गएर अब खोलेर हेरौँ है। अहिले पाएको बारेमा हामी कुरा गरौँ। मार्केटमा गएर पाइ हेर्न सक्नुहुन्छ 0.89मा आइसकेको छ। टेन्सन लिनुपर्ने कुरा छैन। जुनसुकै क्रिप्टोकरेन्सीको पहिला लोयर पोइन्ट आउँछ अनि त्यसपछि चाहिँ हायरमा जान्छ। टाइम दिनुपर्छ जे होस्। अहिले चाहिँ बाई गरेर राख्दा चाहिँ निकै प्रफिट दिन्छ क्या पछि गएर 3-4 वर्षपछि गएर हेर्न सक्नुहुन्छ। पहिला हामी बिटकोइनको कुरा गरौँ। बिटकोइनमा टच गरेँ अनि एबोटमा गएँ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ लोयर प्राइस भनेको अल टाइम लोयर प्राइस भनेको 0.04मा गएर भन्नुभएको छ 2010 7 महिना 14 गते। अनि हायर भनेको 1,09,144 डलर गएको छ 2025मा। म्याक्सिमम् भनेको 10 र 15 वर्ष भयो। ऱ्याङ्क भनेको 1 भइसक्यो। इथेरियमको कुरा गरौँ। इथेरियममा पनि त्यही होला लोयर पहिला एबोटमा गएर हेरौँ अनि लोयर हेर्न सक्नुहुन्छ 2015 10 21मा 0.4मा आएको थियो। अनि त्यसपछि 2021मा अहिले 4,891मा छ। अहिले ऱ्याङ्क 2 छ। त्यस्तै तपाईँ एक्सआरपीको हेर्न सक्नुहुन्छ। एक्सआरपीमा पनि एबोटमा हेर्नु गएर पहिला यहाँ अल टाइम लोयर भनेको 0.002 छ होइन 2010 7 6मा। अनि अहिले 18मा गएर हेर्न सक्नुहुन्छ 3.84 छ। अहिलेको न त प्रेजेन्ट टाइम भनेको अहिले यहाँ हेर्न सक्नुहुन्छ एक्सआरपीको 2.3 चलिरहेको छ। तलमाथि हुँदै राख्छ। टेन्सन लिनुपर्ने कुरा छैन। तर स्योर हो कि अहिले बाई गरेर राख्दा चाहिँ तपाईँलाई भोलि गएर प्रफिट दिन्छ। अनि अब फाइभ टच गऱ्यो एबोटमा गएर हेर्न सक्नुहुन्छ। अहिले 0.9मा छ अनि एबोटमा गएर हेर्न सक्नुहुन्छ है 25/2/20मा 0.6मा आएको थियो। त्यसपछि 25/2/26 एक हप्ता अनि 6 दिनको कुरा होइन 2.98मा गएको थियो। फेरि डाउन भएको छ। टेन्सन लिनुपर्ने कुरा छैन। क्र्यास भएको छ। तर जे होस् ठिकै हुन्छ। अहिले चाहिँ बाई गरेर राख्दा चाहिँ तपाईँको प्रफिट मजाले दिन्छ क्या। यस्तै टन्नै क्रिप्टोकरेन्सीहरू छ। नयाँ लन्च भएको छ। अहिले बाई गरेर राख्दा चाहिँ तपाईँलाई जे होस् धेरै होइन 500,000को बाई गरेर राख्नु अनि मजाको प्रफिट दिन्छ। डगी कोइनको पनि हेर्न सक्नुहुन्छ। डगी कोइन अहिले त भर्खरै भएको छ। यहाँ एबोटमा गएर हेर्न सक्नुहुन्छ 0.0040 अनि 8मा चाहिँ लोवर छ 2015मा अनि 2015 5 महिना 7 गते। अनि यहाँ हेर्न सक्नुहुन्छ 2021 5 8मा चाहिँ 0.7 गएको थियो। नौ त अहिले पनि उहाँको पनि घटेको छ 0.16। डगी पनि चाहिँ बाई गरेर राख्न सक्नुहुन्छ। त्यस्तै मेजर भयो। मेजरलाई पनि बाई गरेर राख्न सक्नुहुन्छ। अनि लन्च भएको छ अहिले मुबारक क्रिप्टोकरेन्सी। मुबारकलाई पनि बाई गरेर राख्दा हुन्छ। तर अहिले चाहिँ छोड्दिनु। अहिले अझै डाउन जान्छ। यो 0.00मा जान्छ अनि त्यसपछि चाहिँ बाई गरेर राख्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँले थाहै छ कि कति प्रफिट आउँछ के आउँछ भनेर भन्ने कुरो होइन। पहिला लगानी लगाउनुपर्छ अनि त्यसपछि बल्ल चाहिँ के आउँछ क्या। अनि बाई गरेर छोडिदिनु कि बिर्सिहाल्नु कि अब 2-3 वर्षको लागि बिर्सिहाल्नु। त्यसपछि मात्र चाहिँ प्रफिट तपाईँ अर्न गर्न सक्नुहुन्छ। न त अहिले गाह्रो छ है। जुनसुकै क्रिप्टोकरेन्सीमा त्यही हो। एबोटमा गएर हेर्न सक्नुहुन्छ। मार्केट क्याप भइहाल्यो। यहाँ एबोटमा गएर सबै डिटेल्स तपाईँहरू आफै हेर्न सक्नुहुन्छ। ऱ्याङ्क 286 छ। अनि पाइको कुरा गरिरहेको थियौँ होइन। पाइको ऱ्याङ्क भनेको 11मा थियो। अहिले फेरि तल गएको छ। ल अहिले 11 पछि 18मा थियो अनि अहिले 23मा आइसकेको छ। आउँछ। तपाईँ नै सोच्नु न 3.4मा लन्च भएको थियो अनि डाउन गएर पनि के छ र एकैचोटि हाईमा आउँछ क्या। जहाँसम्म मलाई लाग्छ त यो 4 वर्षभित्र चाहिँ 300 त मजाले क्रस हान्छ। 300 डलर भनेको चान्स हुने होइन फेरि है। तपाईँसँग 1000 पाइ भयो पनि तपाईँ नै मल्टिप्लाई गर्नु कति हुन्छ अन्दाज लगाउनु। ल आजको लागि यति नै। बाई है। भिडियो कस्तो लाग्यो